हेलो साथीहरु, के छ? आशा गर्छु कि हजुरहरु सबै सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। आज चाहिँ हाम्रो एउटा नयाँ भिडियो लिएर आएको छु र हाम्रो चाहिँ नेपालमा त के हुन्छ नेपालको काण्डको त कुरै छोड्दिउँ, नेपालको काण्डको चाहिँ कुरै नगरौँ र हाम्रो चाहिँ आजभोलि बेंगलोरमा चाहिँ के भएको यार? बेंगलोरमा त दिन प्रतिदिन नयाँ काण्डहरु आउने गर्दछ। कहिले नेपालदेखि काण्ड आउँछ, कहिले बेंगलोरदेखि आउँछ, तर यो काण्डहरु त आजभोलि धेरै आउन लाग्यो। आजभोलिको जमाना नै यस्तै छ, काण्डहरु मात्रै आउन लाग्यो। र जस्तै कि हजुरहरुले भिडियो देखिसक्नु भएको होला र देखिसक्नु भएको छैन भने पनि घरमा श्रीमान हुँदै अनि बच्चाबच्चीहरु छोराछोरीहरु हुँदै पनि बाहिर अन्त अफर चलाएपछि श्रीमानले खुसीका साथ हाँसी खुसी फूलमाला चढाएर अर्को केटासँग, त्यो केटासँग जोसँग रङ्गे हात पक्रेका थिए त्यो केटासँग बिहे गराइदिएका छन्। र त्यो भिडियो आजभोलि फेसबुक, टिकटक, इन्स्टाग्राममा जताकतै भाइरल छ। हजुरहरुले देखिसक्नु भएको होला र देखिसक्नु भएको छैन भने मैले देखाउँदै छु। हेरेर आफ्नो प्रतिक्रिया कस्तो लाग्छ हजुरहरुलाई त्यो भिडियो, आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा दिन सक्नुहुन्छ। र यस्तै भिडियोहरु भाइरल भइराखेका छन् र हजुरहरुले हेर्न सक्नुहुन्छ। र यो बीएससी केटीसेटीको चक्करमा नपर्दा हुन्छ, आफ्नो लाइफ सेट गर्दा हुन्छ। केटाहरु भरोसा कसैको छैन आजकलको जमानामा। आफू सिवाय आफूमाथि निर्भर रहनुस्, आफ्नो सिवाय अरु कसैको भरोसा छैन। आफ्नो लाइफ बनाउनुस्, आफ्नो लाइफ सेटल गर्नुस्, त्यसैमा हाम्रो जिन्दगी सही छ। र यो बीएससी को लपसपको चक्करमा परेर आफ्नो जिन्दगी बर्बाद गर्ने काम नगर्नुस्। यो सबै फ्रड हो। आजकलको जमानामा कसैको भरोसा हुँदैन र हामीले आफ्नो जिन्दगी आफै बनाउनु पर्छ र अर्को माथि विश्वास परेर हुने कुरा छैन। र म